हेलो साथीहरू सबैजनालाई नमस्कार। आज फेरि मेरो सानो ब्लगमा मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ नाम्चीमा धेरै दिन बादमा पानी परेर घाम लागेको छ र नाम्चीको दृश्य तपाईँहरूलाई देखाउने छु। हेर्नुहोस् है, यो चाहिँ एक भाग दृश्य हो नाम्चीको। हुनु चाहिँ 4 भागमा एक भाग नाम्ची हो। मेरोबाट जति देख्छ त्यति तपाईँहरूलाई म देखाउने छु। ल हेर्नुहोस् है नाम्चीको भ्यूज। यहाँ घाम झुल्केर चाहिँ आएर चाहिँ घामले चाहिँ अँध्यारो देख्छ फोनमा। अब यहाँबाट उज्यालो हुँदै जान्छ घामको रे परेकोले। हेर्नुहोस् त यस्तो दामी भइरहेको छ सिन। हेर्नुहोस् यहाँ परको र यहाँ नाम्चीबाट प्लाजा देखिरहेछ। यो ट्याक्सी स्ट्यान्ड हो प्लाजा। अब तपाईँलाई यहाँबाट यस्तो लगेर चाहिँ माथि हेर्नुहोस् हस्पिटल देख्नुभयो। यो हो हस्पिटल, नयाँ हस्पिटल, न्यू हस्पिटल नाम्चीको। अब यहाँबाट गएर माथि गुम्बा देखिरहेछ। गुम्बाको टक्कै माथि हेर्नुहोस् 4 नम्बर गुम्बाको माथि गुम्बाको माथि 4 धाम। हेर्नुहोस् ल 4 धाम देखिरहेछ। देख्नुभयो यहाँबाट 5 किलोमिटर मात्रै हो नि त 4 धाम। नजिकै छ, हेरेर जाँदा पनि पुग्छ, गाडीमा त एकैछिनमा पुग्छ। र यो चाहिँ नाम्चीको पुरानो हस्पिटल। यहाँ देख्नुभयो पुरानो हस्पिटल। यो ग्रिन कलरको छाना भएको एउटा हस्पिटल सरेर पर गएको छ। यो नाम्चीको एक भाग हो। यो चाहिँ सेन्ट्रल पार्क यहाँ मुनि छ। सेन्ट्रल पार्क छ तपाईँको यो ग्रिन हाउसको अगाडिपट्टिको सेन्ट्रल पार्क हो। ग्रिन हाउसको अगाडिपट्टिको तपाईँले यतापट्टि एउटा खम्बा भएको देखिरहनु भएको छ। यहाँनिर चाहिँ फ्ल्याग थियो, फ्ल्याग पनि आज पानीले सबै हरायो कि झऱ्यो हावा। त्यही फ्ल्याग त त्यहीँनिर सुतिरहेछ, भरे उठ्छ। र यो चाहिँ नाम्चीको दृश्य हो। हेर्नुहोस् है, तपाईँहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। नाम्ची बजार हेर्नुहोस् यो छ। अनि यहाँबाट चाहिँ यस्तो आएर चाहिँ तर लाइन स्कुल छ र यता चाहिँ भन्ज्याङ जाने रोड हो। दामी छ। हेर्नुहोस् है नाम्चीको दृश्य तपाईँलाई देखाइदिन्छु। यो तलको भ्यू हेर्नुहोस् त क्लाउडहरू कस्तो मजाले उठेर आउँदैछ हो। दार्जिलिङ हो पर, दार्जिलिङ हो त्यो हस्पिटलको सिधा पल्लोपट्टि देख्ने भएको त्यो चाहिँ दार्जिलिङ हो। जुम गऱ्यो भने फेरि ब्लर हुन्छ होला, र पनि जुम गरेर देखाइदिन्छु। यो चाहिँ दार्जिलिङको एक भाग हो। देख्नुभयो नाम्ची बजार है साथीहरू। तपाईँलाई यो ब्लग कस्तो लाग्यो कमेन्ट गर्नुहोस् है। नाम्ची घुम्नु कुनै बेला टाढो साथी आउनु भयो भने यो ब्लग हेर्नुहोस्। यहाँनिर स्ट्यान्ड छ, त्यहाँबाट मास्तिर आएपछि बजार छ, पुगिहाल्नुहुन्छ तपाईँ बजारमा। मेरो नाम्चीको दृश्य देख्नुभयो होला। अब तपाईँहरूबाट बिदा लिन चाहन्छु। बाई बाई, टेक केयर।